होइन, राजसभाको बहुमत आउने बित्तिकै लोकतन्त्र मासियो। लोकतन्त्र भन्ने छैन। गलतलाई गलत भन्न नपाउने, प्रश्न उठाउनै नपाउने, यो कस्तो खालको चाहिँ यो समाज र भाषा चाहिँ निर्माण गर्दैछ यो राजसभा अथवा यो समर्थकहरूले चाहिँ। रासोपाको जुन अभिमुखीकरणको गोष्ठी हो, भेला हो, त्यो 5 स्टारमै किन गर्नुपर्ने? जुन होटलको मालिक आफै 1 अरब घोटालामा भ्रष्टाचारको मुद्दामा जेल छ। सुशासनको चर्को नारा लगाउने रविजीले आफ्ना सांसदहरूलाई प्रशिक्षण दिन कुन ठाउँ रोज्नुभयो थाहा छ? ग्वारकोपुर होटल रोयल टुलिप हो, त्यही होटल जसका मालिक राजेन्द्र साक्य अहिले 1 अर्ब रुपियाँ भन्दा बढीको ब्याङ्किङ ठगी र हिनामिनाको आरोपमा जेलको हावा खाइरहेका छन्। प्रोमो ब्याङ्कका सिइओ अशोक शेरचनसँग मिलेर उनले प्रक्रिया नै पूरा नगरी 15 करोड त खल्तीमा हालेको प्रमाण भेटिएको छ। अब प्रश्न उठ्छ, काठमाडौँमा अरू होटल थिएनन् र कि रविजीलाई ब्याङ्क र सहकारी ठगहरूसँग अलिक बढी नै प्रेम छ? कि रविजीको नयाँ राजनीतिमा सहकारी पीडितको आँसु भन्दा ठगहरूको आलिशान हल प्यारो भएको हो? के यो ठगीको पैसाबाट बनेको विलासितामा बसेर सुशासनको पाठ सिकाउन लाज लाग्दैन? दर्शकवृन्द, तपाईहरुलाई के लाग्छ? के सुशासनको कुरा गर्ने पार्टीले यस्ता दागी व्यवसायको होटलमा कार्यक्रम गर्नु उचित हो? कृपया आफ्नो विचार कमेन्टमा लेख्नुहोला।